ल कहाँ खोजेको कता यहाँ आएर पो बस्यो भने त के भयो कुन टोलाएर बसिरह ओइ नवीनले फोन गरे नि तँलाई आज त त्यसको गर्लफ्रेन्डको बर्थडे पार्टी छ नि जाउँ न बियर र वाइन खानुपर्छ अनि के भयो टोलाको मात्र छ त के भयो किन नबोलेको यही नबोलेको त संसारका सबै मान्छेहरू बिहान उठ्ने बित्तिकै आफ्नो ओछ्यान मिलाउन हतारिन्छ सबै कुरा चिटिक्क र सफा राख्न खोज्छ तर मलाई भने तिमीले बिगारेर गएको यो तान्ना धुन त के मिलाउन पनि मन छैन हेर न यो तन्नामा अझै पनि तिम्रो उपस्थितिको आवाज बाँकी छ तिमीले यहाँ हात राखेकी थियौ यहाँ तिम्रो कपाल फिचिएको थियो यो लथा लिङ्ग हुनुमा एउटा अचम्मको पूर्णता छ यदि मैले यसलाई धोइदिएँ भने त तिमीले मलाई सुम्पिएर गएको यो अन्तिम स्पर्श पनि साबुनको फिससँगै पखालेर जानेछ अनि म यो रित्तो तन्नामा तिमीलाई कहाँ खोजौँ अचम्म लाग्छ तिमीले अत्तरभन्दा मिठो बास्ना के छरेर गए बजारका अत्तरहार त लुगामा लाग्छ केही बेरमै हावामा उडेर जान्छ तर यो बास्ना मेरो नसा नसामा पुगेर बसेको छ यो कुनै फुलको सुगन्ध होइन यो त तिम्रो भरोसाको सुवास हो यो तिम्रो सुवासको त्यो तातोपन हो जुन अझै यो कोठाको कुना कुनामा नाचिरहेको छ सबैले भन्छन् सफा गर तर उनीहरूलाई के थाहा यो बिग्रिएको ओछ्यानमै मेरो संसार अडिएको छ मलाई यो सुगन्धको कैदबाट बाहिर निस्कनै मन छैन तिमीले जाँदा जाँदै मलाई एउटा यस्तो अत्तर उपहार दिएर गए जसको मातले मलाई पल पल तिमी मेरो छेउमै छौ भन्ने आवाज दिलाइरहन्छ यो तन्ना कहिल्यै धोइने छैन कम्तीमा आजको रात त यो यस्तै लथालिङ रहनेछ तिमीले छोडेर गएको जस्तै गरी